हेलो हेलो गाइज नमस्ते फेरि स्वागत छ यहाँलाई हामी अर्को एउटा रियाक्सन भिडियो लिएर आएका छौँ पर्वत बस्नेत ब्रदरले चाहिँ एउटा यो शिव पाण्डे ट्रल भन्ने रहेछ होइन भिडियो हाल्नु भएको छ भर्खर भर्खर हामी पनि यसो रियाक्सन हान्यौँ शिव पाण्डे भने अब तपाईँले चिनिरहेको फेस हो होइन प्रायः होइन चाहिँ सोशल मिडिया पर वीआईपी पत्रकार हो पत्रकार सबसँग फोटो खिच्दै इन्फ्लुएन्सर कन्टेन्ट क्रिएटर के ल सुरु गरौँ मोडल सबै अलराउन्डर प्लेयर अलराउन्डर ल हेरौँ है त सुरु भयो भनेपछि तिमीलाई ए यो त उसको इन्टरभ्यूको जस्तो छ के अरे तपस्या राणाको गुड पाउनलाई राम्रै तपस्या गर्नुपर्ने रहेछ है। तपस्याले तपस्या गर्ने क्या हो त्यो यसको नाम पनि तपस्या होइन केस के हो केस तपस्याले पाउन राम्रै तपस्या गर्नु चाहिँ के हो तपस्याले पनि शिवलाई पाउनलाई तपस्या नाम राखेको छ है हैन धेरै गाह्रो छ गाह्रो छ एकदम गाह्रो छ त्यो चाहिँ पैसा दिन व्रत भन्नुपर्छ जस्तो पाराले मलाई पाउनलाई त्यो भाग्यमानीले मात्र पाउँछ गफ हान्ने नि एउटा कला है कुन चाहिँ भाग्यमानी रहेछ यसको अझै सुनौँ के भयो चुपाले पाउँदैन तर त्यो पायो भने त्यो मान्छे सधैँभरि खुसी भएर बस्छ लाइफमा कहिले दुःख पाउन्न क्या मसँग पायो भने त्यो टाइममा कहिले दुःख पाउँदैन कहिले खसायो शिवले रुन्न के अनेस्टी भन्दाखेरि होइन अलिक खोलौँ अमेरिका अस्ट्रेलिया युकेको लागि मात्रै ताकेको खास चाहिँ खुला भ्याकेन्सी अनाउन्समेन्ट अमेरिकाको केटी चाहियो युकेको केटी चाहियो तनाव छ शिवलाई तनाव छ डिपेन्डेन्टमा जान खोजिरहेको छ शिव आफू जान कि केटी चाहिँ बाहिरको भएको केटी अनि मैले पिआरवाला खोजेको पिआर सक्नु शिवलाई सकिन्छ शिवलाई यो कार्तिकमा बिहे नगर्ने भने शिव गर्दा यो पाराले होइन त मैले होट लागेको अहिलेसम्म मतलब तिमीलाई बाहिरको पिआर भएको केटी चाहियो होटेर अभावले भन्छ तिमीलाई बाहिर बस्ने हो तिमी अब बस्ने भन्दा पनि मेरो लाइफ सेटल चाहिँ त्यही गर्ने प्लानमा हो लाइफ सेटल उता गरेर बने चाहिँ होइन रे बने चाहिँ कहाँ हो शिव घर कहाँ थाहा त थाहा यो खै कतातिरबाट आयो पूर्वतिर झापाली त होइन नि गफ सुन्दा झापाली सँगले हुनुपर्ने त्यही भएर हो तिमीले गर्लफ्रेन्ड नबनाएको बोल्न त धेरै सानो बोलेको छु नि त बनाम भने त भोलि नै यसो हुन्छ नि त मेरो अमेरिका अस्ट्रेलिया युकेतिर घर र गाडी चाहिँ BMW गाडी चाहिँ सोच्दैछु यो भन्दा नहुने भयो चाहिँ BMW सपना उद्देश्य के लिनु उडिछु चन्द्रहेको यो BMW बनाउँछु घर तर अमेरिका अस्ट्रेलिया बनाउँछु BMW गाडी चढ्छु यो यतिको चाहिन्छ यतिको उद्देश्य चाहियो ल ल ठिक छ शिव गाडीलाई कसले भन्ला नमस्ते हामीसँग शिवजी हुनुहुन्छ शिवजी भर्खर हुनुहुन्छ कहाँ जानु शिवजी शिवजी देखा अलिकति अगाडि शिवजी जान्छ ल नमस्ते हामीसँग शिवजी हुनुहुन्छ शिवजी भर्खर हुनुहुन्छ कहाँ जानु शिवजी शिवजी भनेको अर्कै भने टुट पारे थिए कहाँ भन्न खोजेको म तल छु हाइट कम फाइट जाँदा यो रातैभरि निन्द्रा छैन भन्छु नि तिमी आँखा झिमिदिनु है ओके ल रातैभरि निन्द्रा छैन दियो ल अब यही पाराले त शिव भाइ पनि हुन्छ ल सिङ्गर अस्ति मैले इन्टरभ्यू हेरेको थिएँ त्यसमा सबै अलराउन्डर हो सिङ्गर होइन कि सिङ्गर हो पनि भन्थ्यो ल आजबाट सिङ्गर पनि भयो ल फिक्स ल आफूले डिल गर्न नसक्ने भएर म चाहिँ ह्यान्डलिङ गर्न नसक्ने भएर अलिकति खसेको कि जस्तो लाग्छ मलाई डिप्रेसन अनि मेरो कोही सपोर्टिङ कोही ह्यान्डलिङ गरिदिने कोही मान्छे भइदियो भने यदि हुन्थ्यो भने राम्रै पलमा आउँथ्यो कि जस्तो लाग्थ्यो मलाई
ठिक छ खासै ए के रे स्नेलिस बिचरा के रे दिएछ धन्न केरा भनेर व्हाट इज दिस लगा यो त यो स्वस्तिबाको साडी जस्तो है कितना चुभने लगा हूँ सबको स्वस्तिबाको साडी दिन्छु ल ओ रिस्ता ओ रिस्ता दुईजना ट्याक्क उस्तै उस्तै भेट भएर उस्तै गीत गाइरहेछ बडे मिया छोटे मिया सुबालाल मैले चाहिँ खास चाहिँ लोकदेरी त्यति हेर्थेन पनि अरुण दाईसँग चोकेपछि बल्ल लोकदेरीको अलिअलि चरा चाहिँ आउन लागेको तर अलिअलि सुन्न थालेको पहिला के हेर्नुहुन्थ्यो तपाईँले मैले इङ्ग्लिस गानाहरू हिन्दी गानाहरू गर्थेँ मैले। इङ्ग्लिस हेर्ने तपाईँले त्यो चाहिँ त्यतातिर ध्यान थियो मेरो। खै एउटा इङ्ग्लिस आउनुहोस् त कस्तो रहेछ Come along day, ask to my face. When I tell you, when I see you again. के से पाइदे के हो से मलाई त्यही गाइदे जे मन लाग्छ त्यही गाउँ भने भइरहेको ल ल ल शिवबाले भन्छ यो चाहिँ प्राइभेट स्कुल पुरै पढाएको के त्यो उसले के त्यो के अरे कृष्ण कणेल कि केले ए तपाईँ इङ्ग्लिस गीत गाउने नपत्यारतिर आयो उसले मेरो गीत आयो प्राइभेट म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरू खेल्छु। बाल नदिएर हिँड्दिनँ महावीरपुरले वरिष्ठ कलाकार शिवलाई म चाहिँ कलाकार हो दिन भने हिँड्थ्यो यता कलाकार अझै फिल्म खेल्छु भनेको मान्छेलाई वैज्ञानिकले यता कलाकार हिँड्ने है यो बुढा इन्सल्ट घोर इन्सल्ट हाम्रो विरोध जारी छ बस्नु टेन्सन नगर्नु टेन्सन नगरौँ अझै कुरा सुनेर आएर सिरियल उडिसकेको अझ टेन्सन नलिनु आएर टेन्सन नलिनु मछु भनेर पुरै ढाडस दिएछ ढाडस शिवो सम्झेन हामी नेपालीले पुरै कलाकारले नेपाली कलाकार स्पेसली टेन्सन नलियो शिवु पाण्डे अनि शिवु पाण्डे नेपालको निकै चर्चित र भाइरल कमेडियन कलाकार हुनुहुन्छ हो हास्यास्पद प्रस्तुतिहरू र कलाकारी उसको त पुरै एक्सप्रेसन के त्यो च्याट जिपिटीले बोलायो घुस खायो क्या त्यो इन्डियन बोलिरहेको थियो घुस गएको त्यो च्याट जिपिटीमा त्यस्तै आवाज आउँछ यति राम्रो स्टक लाग्दाखेरि पनि बाख्राको उठालो जस्तो देख्ने म त्यही भन्न लाग्थेँ क्या धुला भन्दा नि बाख्रा उठालो एउटै देखिरह भन्न लाग्थ्यो त्यही डाइलग बाख्राको उठालो जस्तो भन्ने गुड गुड यसकै लागि एउटा लेखाएको छ क्या डाइलग बल्ल लेखाएको डाइलगै यही दिनको लागि कति दिनमा भोकाएर जाऊ यो त त्यही हानेको होइन म बिस्तारै खाने ममा आइरहेको जस्तो लाग्यो ल खर्च यसो त दिँदैन यार यसो त धेरै खायो भने त ल खर्च अड्कै गयो निल्छ त्यति निल्छ शिवु हजुर कता हिँडेको म यतै हिँडेको मान्छे भन्दा ठुलो यत्रो बोकेर मान्छे यत्रो फोका यत्रो भेडा जस्तो देखिरहेको भेडाको हुन्छ ए आमा सानीमा बेकुताले फुल पार्नु पानीमा के गाइदिए केटाहरू के भन्नु लाग्यो भ्याकुताले फुलबारी पानीमा दिएर खतरा इङ्ग्लिस पनि गाइदिएको छ लोकगीत पनि गाइदिएको छ खत्रै हो खतरा मान्छे खतरा शिव मान्छे खतरा ल यो केटा के हो लाइक यसलाई यसप्रति केही छैन होइन यो दाइ देखिरहेछ यो मनको राम्रै मान्छे हो कि तर किन यसको थुप्रा हेर्दै यसलाई हुन्छ नि काम लगाइहालौँ जस्तो खालको थुप्रा छ यार यसको यसलाई के काम दिइहाल्छ छिटो भन्ने टाइपको छ क्या लाइक त्यो तपाईँ भेट्न आयो भने पनि लाइक यसलाई के हराउनु जा भाइ पानीले त भन्ने खालको यो सेम त्यस्तै छ यार झापाली ब्रोले दियो झापाली ब्रो थियो ओ झापाली ब्रोले गजब दियो झापाली दिन्छ नि त ओलीले कस्तो दिन्छ झापाली ब्रो ओली पनि झापाली होइन हो ल
कस्तो देखेछ दामी ठानी वर्गा M16 यही रखिया तो फिगर बना सुरमा भी सच कतल तेरा टच कतल हेर्दै राजकुमारी जस्तो हेर्दै चोर जस्तो मैले पढेको थिएँ यार हेर्दै राजकुमारी जस्तो हुने हेर्दै चोर जस्तो म हेर्दै राजकुमारी जस्तो हुने रे हेर्दै चोर M16 यही रखिया तो फिगर बना सुरमा भी सच कतल तेरा टच कतल बिहा गर्ने प्लान त मैले अलि गर्दैन गर्लफ्रेन्ड किन बनाउँछु भने म अब गराइसकेपछि अहिले मैले बनाएको छैन मैले 6 महिनासम्म चेक गर्नुपर्छ टेस्ट ड्राइभ गर्नु पऱ्यो नि त होइन बाइक किन्दा टेस्ट ड्राइभ हुन्छ सबै किन्दा टेस्ट ड्राइभ गाडी किन्दा टेस्ट ड्राइभ टेस्ट ड्राइभ वारेन्टी ग्यारेन्टी सबै होइन दिनु पऱ्यो नि त गाह्रो छ केटी साथीले अन्डरवेयर किनेर दिएको यो साँच्चै गफला हो कि साँच्चै नै गिफ्टै हो कि के हो यार पुरा गफ हानेर चाहिँ बवाल के हो यार केटी साथले अब किन्दिएर उसमा गएर के अरे त्यो बेलुका उसमा के त्यो धराको मन्दिर दृश्यको तिनटा किन्ने अनि गर्लफ्रेन्ड गिफ्ट दियो भने ल अब सकिन्न ल यसलाई सकिन्न बरु यसले चाहिँ बेला आउँछ आज छ भोलि के छ आज छ भोलि के छ थाहा नै छैन खानी भातै हो जानी घाटै हो 13 जना रिजेक्ट गरेपछि मायाको ज्ञान बाँड्दै हिँडेको ठिक हो खानी भातै हो जानी घाटै हो एकदम एकदम फिलोसफी ल लाइक ल फिलोसफर ल पत्रकार कलाकार Keep it up, bro. Keep it up. तिमीलाई चाहिँ कस्तो मन पर्छ भने के मलाई कोका कोला फिगर मन पर्छ कोका कोला फिगर चाहिँ कोका कोला पनि जो अहिले हाई सुगर फ्री पुन्टेमा फेरि ठुलो जम्मो मिल्दैन हैन शिवलाई त्यो पुन्टे पुन्टे कोक चाहिँ एकदम फिट हुन्छ ल बवाल त्यो पा त्यो सुगर फ्री पुन्टे चाहिँ पायो नि त ठिक्कको स्लिम वाला जस्तै विदेशी वाला ठिक्क हुन्छ नि हेर्दा पनि चिटिक्कको छोटो कपाल वाला मलाई मन पर्छ नि लामो बाल पालेको मन पर्छ कति लामो हुन्छ तपस्या सोधिरहेको छ एकदम इन्ट्रेस्टेड हुनु पर्यो लामो हो जति लामो भयो त संस्कारी हुन्छ के त्यो ए कपाल लामो हुनु कपाल हुनु राम्रो हुनु पर्यो कसैमा उडी जाने हे चारीपन दुनियालाई हाले आकाश चारीपन कति फुट छ भाइ मेरो 5 ल समथिङ लामो छ 5 पोइन्ट त मरि गए पनि छैन तिमी धेरै हैन 3 फुट छौ मैले डेढ फुट 5 रे 5 5 छु भनेर यतिको चाहियो यतिको चाहिँ गफ चाहिँ दिनुपर्छ अनि बल्ल लेभल मिल्छ ओए स्केल ल्याउ त स्केल नाप स्केलले नापौँ त कति छ हाइट सनीले अस्ति आउनु भएको थियो नि काठमाडौँ भेट्नु भएन तपाईले भेट्नुभयो म त अस्ति गएको थिएँ एयरपोर्टमा अब हाइट पुगेन सोच भयो झन् दामी सुन्यो होला नि त हाइट छैन सुन्यो चाहिन्छ कस्तो रहेछ शिव मजा आयो शिवु चाहिँ जे भने एकदम खतरा मान्छे हो हजुरबाले देश खान्छ भनेको छ रे एकदम भवाल छ र हामीले पर्वत बस्नेतज्यूलाई पनि धेरै धेरै धन्यवाद उहाँकै भिडियो हामीले रिएक्सन गरेका छौँ र यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला थ्याङ्क यू सो मच अर्को भिडियोमा फेरि भेट्नेछौँ बाई बाई